पारे मैलै बैतडी डङ्सिली चोर खर्कको लक्ष्य हो क्या। बैतडीका जति सबै मान्छेलाई ढोग दिए सबैजना निकाय होला क्या। सुकेराइ छ अब तम खाई एक कुरडी भन्ने थियौँ। आजी लक्ष्यले इसो भन्यो भने बरे रिसजन भने तो के भने बरे यही पालाका चुनावका दिन बैतडीका मान्छे घर घरबाट झाइ बरे घन्टीमा भोट हाल्या। कांग्रेस एमाले र माओवादीका नेताले 20 हालिबरे दिएको मासु भातलाई रे रुपियाँमा कोही जन बिक्या। अवसरवादी भ्रष्टाचारी दलाल नेताले हम बैतडीका मान्छेलाई ढेउडाले खाइसक्यो देख्या। चुनावका बेला तमलाई इसो दिउँलो उसो दिउँलो यो गरिदिउँलो त्यो गरिदिउँलो भनेबरे कति झुटी बोलन थिया देख्या। चुनाव जितेर गए पछा तमरी हमरतिर मर्ग्यालै नै फर्कन थिया देख्या। तबै यही पालाका चुनावमा आफ्नो गाउँठाउँको समाज, आफ्नो गाउँघर, आफ्नो गाउँघरको विकास, आफ्ना चेलाचेलिनका भविष्यका ल्या सोची सम्झी बरे निक्करी घन्टीमा भोट दिया ढोग दिया।